घातक छ, बीटीआईको सरकार घातक छ। एउटा प्रतिपक्षमा बस्नुपर्छ ठुलो पार्टी, नत्र यस्तै हुन्छ, शान्त हुन्छ, केही पनि नभए जस्तो हुन्छ। प्रहरी प्रमुख कहाँ हुनुहुन्छ? इमर्जेन्सी पर्दाखेरिको प्रहरी प्रमुख कहाँ हुनुहुन्छ? प्रधानमन्त्रीलाई सोध्ने मेरो हैसियत छैन, तर पनि कागजले लेखेको ताम्रपत्र उद्घाटन गर्नुपर्ने बेला थिएन प्रधानमन्त्रीजीको। मेरो त्यो हैसियत होइन उहाँलाई सोध्ने। र उसलाई ब्याट्री नसिद्ध्याउनुहोस् यस्तो बेलामा। तपाईँ कति चर्को बोल्ने मान्छे हामीलाई थाहा छ। मैले भएको जानकारी गराएको छु, गरेको होइन। अहिले अरूको बारेमा होइन भनेको होइन, मैले तपाईँको सम्मान स्वरूप भनेको, किनकि तपाईँको इतिहासलाई सम्मान गरेको मैले। के बोल्नुपर्छ हस्, धन्यवाद। मैले सम्मानपूर्वक भनेको। सरकार त के तयारीमा थियो मलाई थाहा छ नि। 4-4 घण्टासम्म मान्छेले गुहारमा आएको छ, ल्याउन बचाउ बचाउ भनेको छ, मान्छे बचेको छैन। मान्छे हेर्दा हेर्दै मान्छे फसेर फसेको कुरालाई बुझ्दै नबुझिकन भिजिबिलिटीको समस्या भनेर भन्ने गृहमन्त्रीज्यूले समाचार सुनाउनु हो। गृहमन्त्रीजीले यो सरकारको कमजोरी भएको हो कि होइन भन्ने कुराको स्वीकारोक्तिबाट सुरु गर्ने हो कि भएको सोच साधन गरेका हौ तर गर्दा गर्दै पनि नसकेको हो, यसमा स्वीकारोक्ति छ कि छैन त्यो कुरा महत्त्वपूर्ण हो। गृहमन्त्रीजी पहिला यस्तो अवस्थामा ब्याट्री सिद्धि जस्तो नबनो मान्नेछु। तपाईँहरू कुन कुन अवस्थामा कति चर्को हुनुहुन्छ भन्ने कुरा हामी सुनेका छौँ। नागरिकको ज्यान गएको कुरा छ, कालोबजारी बढेको कुरा छ, भुट मचिएको कुरा छ। कति थियो भिजिबिलिटी नभएका कारणले भनेर तपाईँहरूले भन्नुभयो, मौसमको कारणले। त्यो तपाईँलाई लागेर चित्तमा लागेर भन्नुभएको कि तपाईँहरूसँग डेटा छ? एउटा कुरा म एउटा के स्पष्ट पारेँ भने आजको यो बैठक जुन ढङ्गले जुन बडा सौहार्द र म धन्यवाद दिन चाहन्छु मान्यज्यूलाई, अलिकति भोइस तपाईँले रेज गर्नुभयो। सत्ता पक्ष भएर पनि विषय केन्द्रितमा यति चर्को र यति खबरदारी गर्न सक्ने साहस रहेछ। म तपाईँलाई धन्यवाद दिएर आफ्नो कुरा सुरु गर्न चाहन्छु। आजको बैठक यो ढङ्गले चल्ने बैठक नै होइन। आजको बैठक अलिक बढी सिरियस थियो। आज सरकारको समाचार सुन्ने बैठक थिएन। गृहमन्त्रीज्यूले समाचार सुनाउनु हो। गृहमन्त्रीजीले यो सरकारको कमजोरी भएको हो कि होइन भन्ने कुराको स्वीकारोक्तिबाट सुरु गर्ने हो कि भएको सोच साधन गरेका हौ तर गर्दा गर्दै पनि नसकेको हो, यसमा स्वीकारोक्ति छ कि छैन त्यो कुरा महत्त्वपूर्ण हो। गृहमन्त्रीजी पहिला हामीले भएका स्रोत साधन यति नै हो भन्ने एउटा तपाईँको अभिव्यक्ति आएको थियो। साधनको अभाव बन्ने भन्ने अभिव्यक्ति आएको थियो। स्रोत साधनको अभाव हो कि भएका स्रोत साधनको तपाईँहरूले सही परिचालन गर्न नसक्नु भएको हो? मलाई लाग्छ त्यस्तो होइन। यस्तो अवस्थामा ब्याट्री सिद्धि जस्तो नबनो मान्नेछु। तपाईँहरू कुन कुन अवस्थामा कति चर्को हुनुहुन्छ भन्ने कुरा हामी सुनेका छौँ। नागरिकको ज्यान गएको कुरा छ, कालोबजारी बढेको कुरा छ, भुट मचिएको कुरा छ। यस्तो बेलामा हामीले गर्ने छलफल भनेको अलिकति संवेदनशील विषयमा अलिकति सरकारलाई दबाब दिने किसिमको हुनुपर्छ। त्यस कारणले यो मलमपट्टि लगाउने एकदम सामान्य केही पनि नभए जस्तो बैठक होइन। म पहिलो कुरा स्पष्ट गर्न चाहन्छु। र अर्को महत्त्वपूर्ण कुरा तपाईँहरूले भिजिबिलिटीको कुरा गर्नुभयो। म यहाँलाई सोध्न चाहन्छु, काठमाडौँको भिजिबिलिटी कति थियो भन्ने कुरा तपाईँसँग जानकारी छ? रक्षा मन्त्रीले जानकारी छ कि गृहमन्त्रीले जानकारी छ? कति थियो भिजिबिलिटी नभएका कारणले भनेर तपाईँहरूले भन्नुभयो, मौसमको कारणले। त्यो तपाईँलाई लागेर चित्तमा लागेर भन्नुभएको कि तपाईँहरूसँग डेटा छ? छैन होला, म तपाईँलाई बताउँछु। त्यो दिनको भिजिबिलिटी तपाईँलाई बताउँछु म। सिभिल एभिएसन अथोरिटीले चाहिँ यो उसको चाहिँ यो यसको चाहिँ अथोरिटीले भनेअनुसार चाहिँ हेलिकप्टर उडानका लागि न्यूनतम 1000 मिटर चाहिँ भिजिबिलिटी आवश्यक पर्ने भनेको छ। एआइबीले भन्ने डकुमेन्टमा पब्लिस गरेको छ। यो पब्लिसिङ मलाई प्राप्त छ। र त्यतिखेरको चाहिँ हेर्दाखेरि तपाईँको 1100 भन्दा बढी चाहिँ भिजिबिलिटी, 1100 मिटर भन्दा बढीको भिजिबिलिटी त्यहाँनिर छ। यो कुरा तपाईँलाई थाहा हुनुपर्छ। र 9 बजेको भिजिबिलिटी 2000 मिटर र त्यसपछि 9:50 को भिजिबिलिटी 3000 मिटर पनि आएको हो कि भन्ने कुराको पनि अरूहरूले पठाइरहेका छन्। त्यसको तपाईँहरूले चेक गर्नुपर्छ। तर मिनिमम पनि त्यो त्यतिखेर भिजिबिलिटीको इस्यु होइन भन्ने कुरा स्पष्ट रूपमा आएको छ। म यहाँहरूलाई यो जानकारी गराउन चाहन्छु। त्यस कारणले जनतालाई जे पनि भनिदिनुपर्छ भन्ने कुरा यस्तो असंवेदनशील कुरा गर्ने हो र 4-4 घण्टासम्म मान्छेले गुहारमा आएको छ, ल्याउन बचाउ बचाउ भनेको छ, मान्छे बचेको छैन। मान्छे हेर्दा हेर्दै मान्छे फसेर फसेको कुरालाई बुझ्दै नबुझिकन भिजिबिलिटीको समस्या भनेर भन्ने रेस्क्युमा रेस्क्यु गर्दाखेरि यहाँहरूले बुझ्नु होला। म त्यो एरोनोटिकल सेक्टरको मान्छे बिके पनि होइन। यसै केही इन्फर्मेसन लिने क्रममा पाउँदाखेरि त्यस्तो किसिमको अवस्था नै होइन। जब रेस्क्युको कुरा आउँछ त्यतिखेर त भिजिबिलिटीको पनि धेरै धेरै कुराहरू हुँदैनन् भनेपछि कसरी भिजिबिलिटी कुरा आयो? कहाँबाट आएको जानकारी हो? यसको स्पष्टताको आवश्यकता पर्छ। र अर्को कुरा प्रधानमन्त्रीज्यूलाई सूचना दिएर भन्नुभयो होला, उहाँले थाहा पाउनु भएको कुरा होइन, पहिरोको जानकारी कसरी हुन्छ भन्ने कुरा। जब मौसमको फोरकास्ट हुन्छ, मौसमको फोरकास्ट भइसकेपछि त्यसले पार्ने खोलाहरूमा के असर पार्छ, बाढीले कहाँ असर पार्छ, पहिरो कसरी जान्छ, डाटा छैन, यहाँ पठाइदिएको छैन र यो सूचना भनेको छैन र कुन कुन जिल्ला एफेक्टेड छन् भनेर पठाएको छैन।